आदरणीय दर्शकगण नमस्कार। आज म एउटा कहानी सुनाउन गइरहेको छु। तपाईँले ध्यान दिएर सुन्नुहोला। कहानी छ एउटा मान्छेले सरस्वतीको मूर्तिलाई गधामाथि राखेर हिँडाउँदै रहेछ। अनि गाउँको धर्मप्रति आस्था राख्ने मान्छेले चाहिँ गाउँमा सबैजनाले नमस्कार भनेर चाहिँ ढोगेर त्यो गधालाई चाहिँ मिठो मिठो खानेकुराहरू खुवाएर एकदम माला लगाइदिएर पूजा गर्न थालेछन्। अनि गधाले सम्झ्यो अब मलाई सबैले पूजा गरे, मलाई सबैले सत्कार गरे, मिठो मिठो खानेकुराहरू खुवाए, अब यो मालिकको मैले भारी किन बोक्नु पर्यो भनेर चाहिँ गधालाई भित्रीबाट चाहिँ उसलाई त्यो खालको चाहिँ डाहा उत्पन्न भएछ। अनि उसले सोच्यो, मनमा नै सोचेर अब यो भारी फ्याँकिदिन्छु, म चाहिँ अब त्यही मान्छे भएकोतिर जान्छु भन्ने सोच्यो। अनि पछाडि भएको मूर्ति सरस्वतीको मूर्ति थियो भन्ने कुरा उसलाई सायद थाहा थिएन। त्यसले गर्दा उसले त्यो मूर्ति झार्दाखेरि चक्राचुर भयो र मालिकले त्यो गधालाई कुट्यो। कुटेपछि त्यहाँबाट रिसले निक्लेर गयो र गाउँ मान्छे भएकोतिर, त्यो पहिला उसलाई जुन खालको सम्मान संस्कार पाएको थियो त्यतातिर गयो। तर त्यहाँ उसलाई कसैले वास्ता गरेन क्या। उल्टो उसलाई चाहिँ कुटेर खेदाइयो गाउँबाट। भनेपछि यसको चाहिँ अर्थ के हो त भन्दाखेरि जब हामीले ज्ञानहरू हासिल गर्छौँ, जब हामीसँग ज्ञान छ, सिप छ, त्यतिखेर मात्रै मान्छेले सम्मान गर्ने हो। जब हामीसँग ज्ञान हुँदैन, सिप हुँदैन, हैन, सरस्वती भनेको त एउटा ज्ञान हो नि त, ज्ञानको खानी एउटा हो नि त। त्यसले गर्दाखेरि हामीले एकदम मेहनत गरेर सिप सिक्नुपर्छ र हामी एकदम सिपयुक्त हुनुपर्छ, अनि मात्र हामीलाई मान्छेले हेप्दैन र सम्मान गर्छ भन्ने कुरा चाहिँ यो पाठबाट पाठ सिक्नुपर्छ। हस्, धन्यवाद।